नमस्ते सबैजनालाई मेरो भ्लगमा आउनु सम्पूर्णलाई वेलकम र साथसाथै 2022 सालको बडा दसैँको शुभकामना सबैजनालाई। र अहिले चाहिँ यसपालि म बाहिर मेरो फर्स्ट दसैँ मनाउन गइरहेको छु। बाहिर पार्टी तयारी हुँदैछ। स्विडेनको फर्स्ट दसैँ स्विडेनमा आएर लेग पिस भयो। यो स्विडेनको काँक्रा हेर्नु न, घिरौला जस्तो छ, नेपालको घिरौला जस्तो छ। स्विडेनको काँक्रा भयो। यो चामल, पुलो बनाउने चामल, गाजर, यहाँको मुला नि यस्तो पाउँदो रहेछ गाइज, टमाटर। आज हाम्रो चाहिँ अब पार्टी मनाउन गइरहेको छौँ र त्यसको लागि यो सामानहरू गाइज अब हामी यो बनाउँदैछौँ। आज हामीले चाहिँ पुलाउ खाने रे, त्यही भएर पुलाउको लागि चामल यो सबै भिजाइदिने हो र यो चामल सबै भिजाउनु तुसा। हाम्रो मेन हेड सेफ सुशान्त कोजु। उहाँको पनि के छ दसैँको भनिदिनु न, दसैँ के छ? 2082 सालको स्विडेनमा आएर 1 महिनापछि दसैँ मनाउनु हुँदैछ। कस्तो लागिरहेछ? एक शब्दमा एन्सर नदिनु न हेर। हाम्रो यता नवीन मगर, के मगर तिमी? ए घरती मगर। सोध्नु पऱ्यो त अनि, यहाँ सुनाइदिनु पऱ्यो न। मासु काट्ने अचानक पाइँदैन साथीहरू। जस मेहनत गरिरहेछन्। यस्तो छ है, ल अचानक लिएर होला आउने मान्छेहरूले। उहाँ चाहिँ भर्खर कलेजबाट आउनुभएको, क्लास सकेर रेडी हुनुहुँदैछ। अब एकछिनमा हामी मान्छे नै जम्मा यति नै, अब 2 जना बाँकी छौँ आउन। हस्, यहाँलाई भिडियो बनाइदिने रे, बनाउँदैछु। यहाँले आज मिठो खाना पकाएर खुवाउँदै हुनुहुन्छ गाइज हामीलाई। त्यही हो। हाम्रो चाहिँ आज पार्टीको लागि सबैजना काम गरिराख्नु भएको छ। कोही गाजर खुर्किराख्नु भएको छ, कोही यहाँ मुला काट्दै हुन्छ अचारको लागि। यहाँ मैले अघि नै चामल भिजाएको छु गाइज, यो भनेको पुलाउको लागि हो। मासु नि तयार भइसकेको छ, काटेर पकाउन बाँकी। ए त्यो उयो गर्नुपर्ने छ हौ। यहाँ उहाँले चाहिँ के गर्दै, प्याजको लागि, यो अचारको लागि हो। अचारको लागि यस्तै मसिनो, यो चाहिँ उयसको लागि हो। यस्तै हो, यस्तै मसिनो बनाउनु न, यस्तो भयो हुन्छ यस्तो क्या, यतिकै। यो मटर नै भिजाउँछ, यो खालि हो, मटर भिजाइहाल्छु। कति मटर सबै गरिदिउँ, यो काटिदिनु त आधी। अचार र पुलाउमा अलिकति लाउने हो। आज चाहिँ हाम्रो पार्टी खतरा चल्दैछ गाइज। यो चाहिँ लेग पिस ताल्दैछु म। हेलो भाइ। मेरो ब्लगमा के कुछ बोलो। हैप्पी दसैँ।
हाम्रो चाहिँ गाइज यहाँ खानेकुराहरू आजको पार्टीको लागि खानेकुराहरू पाकिरहेको छ। उहाँले आज अचार बनाइराख्नु भएको छ। उहाँको हेर्नु त उहाँले बनाउनु भएको अचार कस्तो हुँदो रहेछ गाइज। म खाएर तपाईँहरूलाई टेस्ट भन्छु स्वाद कस्तो जानेर। यहाँ यो पकाएको पकायो लाग्यो पाक्दैछ गाइस, पाक्दैछ। म खानाको लागि रेडी भएर बसिरहेको छु। यो चाहिँ हाम्रो म्यारिनेट के अरे म्यारिनेट गरेको मासु। अब यसलाई चाहिँ म पकाउन गइरहेको छु गाइज। यहाँ चाहिँ के छ? यो भनेको हाम्रो लेग पिसको यहाँदेखि बाहिर आएर यता हाम्रो शान्ति बुढा थाहा छैन। गर न गर, कुकको जिम्मा पो हो त। खाना पनि ल्याऊ। त्यही त मदर अफ ड्रागन हो। ये गया प्याज। न त अलिअलि बाँड्दा हुन्छ नि। के गर्नु हालिदिनु त? यो प्याज सबै हालिदिनु त मासुमा। I'd wanna hold you just for a while. सबैको मसला लगाइदिउँ न। And die with a smile. If the world was ending, I'd wanna be next. यो भन्दा हातमा चाहिँ हाल्छ क्या
ए हो ओरा वाह आजको तरकारी हामी खानाहरू चाहिँ सबै मिलेर खाँदैछौँ है। यहाँ दिदी हुनुहुन्छ कुकर म्यान कुकिङ म्यान कुकर म्यान भनेर अर्की त्यहाँ छ नि गाइज आजको हाम्रो पार्टी चाहिँ यही हो है गाइज हाम्रो भेराइटीहरू सलादमा मुला काँक्रा गाजर भयो त्यसपछि मासुको चिकनको रेसिपी मतलब के भन्छ चिकन करी अनि यो के भन्छ यो के अचार मुला काँक्राको अचार के अचार पो भन्छ थाहा भएन मलाई यो भयो हाम्रो पुलाउ त्यसपछि यो टमाटरको अचार अनि यो रोस्ट भयो यो लेग पिसको अनि यो आलु र मटरको तरकारी कोक भयो लु ह्याप्पी दसैँ एभ्रिवान सबैजनालाई हाम्रो चाहिँ यही हो आजको पार्टी गाइड त्यो चाहिँ तिम्रो भाग तिम्रो फेभरेट अब हामी खान्छौँ तीनटा कुकरमा हो नि त थाहा छ नि तिमीलाई गाइड एकचोटि लु गरम त सबैजना ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ शान्ति बुढा मगर सङ्गीता पुन उहाँ के भन्छ तपाईँको नाम के भन्नु त सबैले पर्दैन प्रवीणा कुसमा भयो उहाँको हजुरको नाम के पर्यो उहाँको चाहिँ सुशान्त कोजु यहाँ हाम्रो नवीन भाइ नवीन मगर नवीन ब्रो यहाँ आउनु हुँदैछ देउमान तामाङ अब चाहिँ हामी सेलिब्रेसन गर्छौँ गाइज हाम्रो पार्टी अब हाम्रो खाने कार्यक्रम सुरु हुँदैछ गाइज अब एकछिन झन् देखेर बस्दाखेरि झन् मजा नआउँदो रहेछ नि ल हामी खाना गइरहेका छौँ हेलो त्यो चाहिँ छुट्यो धेरै भयो यी हामी चाहिँ 7 जना नेपाली अनि 1 जना चाहिँ बङ्गाली भाइ होते तुम्हारा नाम क्या है बोलो मेरो ब्लॉग है आज दसैँमा जोइन हो गए once again बोलो हैप्पी दसैँ खाऊ साथी हो खाऊ मजाले के गर्नु हामी परदेशमा भए पनि यसो दसैँ त मनाउनु पर्यो नि होइन हाम्रो जस हामी बाहिरै भए पनि हामीले चाहिँ यहाँ सबैजना भेला भएर दसैँ चाहिँ मनाएको छौँ गाइड्स हेर्नु होला है सबैजना खाइराख्नु भएको छ यस्तो रमाइलो छ है हाम्रो चाहिँ यहाँ बाहिरै भए पनि यहाँ हामी रमाइलो गरिरहेछौँ अब म पनि सुरु गरेँ अब दम मिठो छ कसैले मिठो भनेन मिठो टेस्टी भएको छ सबै कस्तो मिठो 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 मेन कुक हाम्रो मेन सेफ ऋतु सबै हो सेफ त म हो सबसे काम नगर्नु तपाईँले सुन्नु भएको एक ग्लास र मिठो भएको तपाईँहरू पनि यसरी नै दसैँ मनाउनु होला हामीले त यसरी मनायौँ नेपाल भनेमा चाहिँ टिका लाएर मनाउँछ
नेपालमा हुनु सबैजना त झन् फुलपातीको दिनपछि दसैँ मनाउन आउनु भयो होला म चाहिँ यहाँ खाएको खाइछु सबैजना उठेर गइसक्नु भइसकिसक्यो खाइरहेको छौँ गाइज अब फेरि 1 सेकेन्ड ह्याप्पी दसैँ भन्दा म यहीँ टुङ्ग्याउन चाहन्छु गाइज हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई